यो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आजदेखि हामी चाहिँ नेपालीमै बोलेर भिडियो बनाउने छौँ, ठिक छ। किनभने अब किन हिन्दी बोल्नु र भनेर, किनभने मैले यसो सोचेँ, पहिला त टोन्डे दाइहरूले त हिन्दी बोल्नुहुन्थ्यो, किनभने त्यति बेला इन्डियन सर्भर र नेपाली सर्भर, मतलब इन्डिया र नेपालको एउटै सर्भर थियो, इन्डियन सर्भर, त्यही भएर बोल्नुहुन्थ्यो, ठिक छ। अनि अहिले चाहिँ बङ्गलादेश सर्भर छ, अनि बङ्गालीहरूले हाम्रो भिडियो हेर्दैन, हामी किन नेपालीमा हिन्दीमा बोल्ने त। बरु ठिक छ, रिच नजाओस्, यसो हल्का चिन्यो भने भइहाल्यो नि, होइन। केही नयाँ ट्राई गरौँला, त्यस्तै, होइन, भइहाल्छ नि। यसो तिमीहरूले सपोर्ट गरिरहेको छु केटा हो, होइन। आज चाहिँ मैले चाहिँ लिगा वान भन्ने एपबाट चाहिँ मैले टक्कसँग लाएर टुर्नामेन्ट खेल्दिरहेको थिएँ क्या, बिहानदेखि नै, होइन केटा। पर किल 9 रुपियाँ वाला 3-4वटा खेलेँ, होइन। हार्न चाहिँ मतलब त्यसमा चाहिँ एउटा म्याच चाहिँ मैले 0 किलमा मरेँ है, अनि एउटा किल 2 किल, एउटा म्याच 2 किल गरेँ, अनि 2 म्याच 1-1 किल गरेँ, अनि एउटा म्याच 0 किल। अन्त त्यसपछि यो लोन वुल्फवाला र कस्टमवाला खेलेको म्याचला लोन वुल्फमा त कस्तो भनेको क्या, यो अनु बेबी के भने एउटा आइरहेको थियो, पुरा टक्क बिचमा गइदिने, अनि लास्ट जोन आउनु थालेपछि टक्क प्याक गरिदिने, राखिदिने क्या। दुईवटा राउन्ड त्यस्तो गरेर जित्दिराखेँ, अनि गिद्दी लागेर कस्टम खेल्न थालेको। कस्टममा चाहिँ यस्तो आयो, होइन। 2 म्याच त्यहाँ पनि हारेँ, 110 कति रुपियाँ हालेको थियो, 40 बनाएर बसेको थियो, अनि यसलाई हानेर अनि बल्ल अलिक ठिकठाक जितेँ, होइन। यसलाई पनि हान्न त अब हेर न, यस्तो खेलिरहेको छ। मलाई अब वान ट्याप हान्नै आउँदैन, होइन। त्यस्तो अब यस्तै खेलिरहेको बानी, P90हरू, UMP मतलब SMGले हानिरहेको बानी। अब हेडसट वान ट्यापवाला लगाएको छ, अनि भुट्न त भुटिहाल्छ नि, अनि त्यही भएर टक्कसँग लाएर उड पिकर चाहिँ फेरि खतरा चलाउँछ है मैले, अनि त्यही भएर ठक्क व्यवस्था हान्दैछु क्या यसलाई फेरि। अनि मलाई यहाँनिर रिम्याचको उतो पठाइरहेको थियो, म लास्टमा हालिदिन्छु केटा तिमीहरूलाई ल, यो मतलब कसरी उतो गरेको थियो भनेर। लास्टमा मेरो यो टुर्नामेन्टको त्यसको मतलब टुर्नामेन्ट नै भनौँ न, होइन, सानोतिनो भए पनि टुर्नामेन्टै त हो। अब त्यसको चाहिँ म टक्क लास्टमा स्क्रिनसट हालिदिन्छु, होइन। कसम म त कस्तो गिद्दी भयो भने नि, के भयो भन्दाखेरि चाहिँ नि, यो म खेलिरहेको थिएँ, अनि टक्क भिडियो बनाएँ, धन्न भिडियो बनाएको रहेछु। खेलेपछि टक्क जितेँ मैले, होइन। अनि ब्याक गरेँ क्या, फ्याट ब्याक गर्ने बानी छ आफ्नो, फेरि सिएसमा त ल्याङलुङ यताउता हुन्छ भनेर, होइन। त्यही भएर टक्क गरेको, कसम लास्टमा त स्क्रिनसट अपलोड गर भन्छ जितेकोवाला, कसरी गर्ने। अनि यहाँ आएर मैले लास्ट राउन्ड कस्तो जितेको चाहिँ नि, गिद्दी हानेर जितेको चाहिँ क्या फेरि यसलाई, अनि त्यही भएर यसले पठाएको क्या मलाई। लगेडा हो, अब यही हो। आज मैले पैसा हार्न चाहिँ हारेँ, 40 रुपियाँ जति हारेँ। अब भोलि पर्सि पनि खेलौँला, होइन। भोलि आज त छुट्टी थियो लोसार भएर, भोलिदेखि चाहिँ टक्क व्यवस्था हुन्छ, होइन। अब तिमीहरूलाई पनि कतिजनालाई अब खेल्न मन छ भने चाहिँ खेला हुन्छ एकटा, टक्क दिनको 100 रुपियाँ हान्यो भने पनि महिनाको त 3000 हुन्छ। यसो आफूलाई व्यवस्था पनि हुन्छ क्या। ल गाइज, ल थ्याङ्क यू फर वाचिङ। अब मिल्दै गर्नुपर्छ, भेट्दै गर्नुपर्छ। अब नयाँ भिडियो आउँदै गर्छ यस्तै, होइन। म यो चाहिँ किन नकाटेको भन्दाखेरि चाहिँ तिमीहरूलाई लास्टमा इन्ट्रोमा बोल्दिनँ। ल थ्याङ्क यू फर वाचिङ, बाई बाई।